आज हामी जाँदैछौँ ढिकीडाँडा रेसर्ट। बगरबाट बाटुले चौर हुँदै हामी माथि लागेका छौँ। भ्यू पनि कस्तो राम्रो देखिरहेको थियो। यो गाउँ मेरो लागि निकै खास छ। मम्मीले रेड क्रसको जागिर गर्दै मलाई 2 वर्षसम्म यहीँ हुर्काउनु भएको रहेछ। लगभग 8-9 मिनेटको ड्राइभ पछि हामी यहाँ आइपुगेका छौँ। हामी भ्यू हेर्दै हेर्दै माथि उकालो लाग्न थाल्यौँ। घुमी जाने भनेपछि बाबु पनि एकदमै एक्साइटेड हुन्छ, बिहानबाट एकदमै खुसी हुन्छ। त्यही भएर पनि हामी सकेसम्म उसलाई चाहिँ विकेन्डको टाइममा चाहिँ बाहिर लिएर जाने गर्छौँ। बाबाले चाहिँ बाबुलाई त्यहाँ पाठापाठीसँग चाहिँ फ्रेन्डसिप गराउँदै हुनुहुन्थ्यो। हामी आइपुग्यौँ ढिकीडाँडा रेसर्ट। माथि आएपछि कस्तो मजाको भ्यू हेर्न पाइन्छ होला भनेको चाहिँ अलिकति इजी नै भयो। कता आइक्यो हो ढिकीडाँडा हो। त्यस्तो मजाले बोलेर सानी त है गफ गर्नु परेर उसलाई त आनन्दले हावा लागिरहेको थियो। अनि हामीले घरबाट केरा पनि लिएर आएको थियौँ। मजाले लुपु केरा पनि खायौँ। यहाँको खाना पनि एकदम मिठो लाग्यो मलाई चाहिँ। आई वुड रेट पिज्जा 9 आउट अफ 10। सिजलर पनि एकदम मिठो भएको थियो। स्विमिङ गर्न एकदमै एक्साइटेड भएर स्विमिङ कस्ट्युम पनि लिएर आएको थिएँ, तर यताउता घुम्दा नै ठिक्क नै भयो। स्विमिङ चाहिँ गरिनँ। त्यहाँबाट चाहिँ हामी फर्क्यौँ, तल झऱ्यौँ। अनि मलाई चाहिँ म त्यहाँ हुर्केको घर कुन रहेछ भनेर एकदमै थाहा पाउनु मन लागेको थियो। अनि एउटा घरमा गएर चाहिँ सोध्यौँ। अनि फर्चुनेटली मैले खोजेको घरको बुवा चाहिँ त्यहाँ नै भेट भयो। तिमीले त भेट्नु पर्ने मान्छे भेटेछ त। त्यही भनेको घरबेटी बाबा गरेको त साँच्चीकै पर्नु भएछ नि त। पर्नु भएछ। बलराम अङ्कल भन्नु अङ्कल बलराम अङ्कलको अङ्कल। अनि हजुरको शुभ नाम? मेरो अनिल अर्याल। हजुर मणिपाल म 1.5 वर्ष जति हुन्न। अनि हामी चाहिँ गयौँ। त्यहाँबाट चाहिँ 10 मिनट जस्तो वकिङ डिस्टेन्समा चाहिँ त्यहाँ घर पुग्यौँ। अनि यो चाहिँ रहेछ म हुर्केको घर। अहिले त बुवा आमा छोराहरू सबै तल नै सरिसक्नु भएको रहेछ। बगरमा बस्नु हुँदो रहेछ तल। अनि घर आएर मम्मीलाई भिडियो देखाएको। मम्मी पनि एकदमै खुसी हुनुभयो। 25-30 वर्ष अगाडिको मेमोरी हो, सबै याद आयो भनिराख्नु भएको थियो। नसुतेको धन्सार ल बलराम अङ्कलको अङ्कल आन्टी। म बसेको घर छु, त्यहाँ पारी छ। ल बाई। यसरी घर गाउँ घुमाइदिनु भएको बुवालाई एकदमै धन्यवाद। त्यसपछि हामी एकछिन बिन्दवासिनी सिस्कोमा बसेर अनि घर फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ।